गुड मर्निङ सबैलाई। आज चाहिँ म पोहा बनाउँदैछु है बिहानको ब्रेकफास्टको लागि। पोहाको लागि इन्ग्रिडियन्ट के चाहिन्छ तपाईँले हेर्न सक्नुहुन्छ। र सबैभन्दा पहिला तपाईँले तपाईँलाई जिरा मनपर्छ भने जिरा हाल्नुहोस्, नभए तपाईँ तोरी चाहिँ हाल्नै पर्छ। तपाईँले कालो तोरी चाहिँ मजाले हाल्नै पर्छ। र कालो तोरी अनि बदाम, मुङखुली भन्छ, बदाम भन्छु, बदामलाई एकछिन हालेर त्यसलाई मजाले रोस्टेड गर्नुपर्छ हैन। मजाले भुट्यो त्यहाँदेखि तपाईँले हल्का लसुन हाल्नुहोस् है। लसुन हालेर एकछिन चलाउनुहोस्। त्यहाँदेखि लसुन हालेर एकछिन चलाएपछि तपाईँले कडी पत्ता हाल्नुहोस्। त्यसरी कडी पत्ता हाल्नुहोस्। कडी पत्तालाई पनि एकछिन फ्राई गरेर सुक्खा मिर्ची हाल्नुहोस्। सुक्खा मिर्ची हालेपछि तपाईँले प्याज हाल्नुहोस्। प्याजलाई एकछिन भुट्नुहोस् मजाले। प्याजलाई भुटेर आलु हाल्नुहोस् है। तपाईँकोमा भेजिटेबल के छ तपाईँले भेजिटेबल अरू भेजिटेबल पनि मन पराउनुहुन्छ भने गाजर सिमी हाल्नु सक्नुहुन्छ हैन। त्यसरी हल्दी हाल्यो हो। हल्दी हालेर एकछिन चलायो। अन्त हल्दी हालेर चलाएपछि यसरी पोहा तपाईँले चिउरालाई एकछिन भिजाउनु, एकैछिन धोयो, चिउरा सुकाइहाल्नुपर्छ हो। त्यसरी पोहालाई हाल्यो। चिउरालाई हालेपछि एकैछिन मजाले चलाउनुपर्छ। बेसी चलाउनु पनि हुँदैन, फेरि बेसी चलायो भने पनि चुडिने डर हुन्छ। यसरी निम्बुलाई चाहिँ तपाईँले पहिला निचोरेर राख्नुपर्छ, निम्बुलाई हाल्नुपर्छ। त्यहाँदेखि तपाईँको पोहा रेडी भयो। यसरी हेर्नुहोस् मजाले पोहा